नमस्कार, रेडियो कार्यक्रम आजको नेपालबाट म गजेन्द्र गुरुङको। आज मैले धादिङ बेसीको प्रशंसा टोलका एकजना ऊर्जावान, प्रतिभा परिवर्तनशील अनि समाज सुधारको अभियानमा लाग्नु भएका युवा सुमन परियारजीलाई प्रत्यक्ष रूपमा स्टुडियोमा नै आमन्त्रण गरेको छु। त्यसैले आजको प्रस्तुतिमा उहाँले आफ्नो टोलमा सञ्चालन गराइरहनु भएको सरसफाई अभियान, रक्तदान अभियान एवं नीलकण्ठ उच्च माध्यमिक विद्यालयमा सुन्दर बगैँचा बनाउने अभियानको बारेमा उहाँसँग भलाखुसारी गर्नेछु। त्यसैगरी उहाँले भोग्नु परेका अप्ठ्याराहरू, उहाँले प्राप्त गरेका माया प्रेमहरू र उहाँले बुझेको सकारात्मक धारणाहरूलाई पनि तपाईहरुमाझ प्रस्तुत गर्नेछु। यो लोकको रेडियो, लोककै आवाज, रेडियो लोकतन्त्र 89.4 मेगाहर्जमा रेडियो कार्यक्रम आजको नेपाल। कार्यक्रम प्रस्तुता म गजेन्द्र गुरुङ अनि प्रविधिमा हुनुहुन्छ जीवन रोक्काजी। कार्यक्रम आजको नेपाल हरेक सोमबार रात्रि 8 बजेदेखि लगभग 8:45 सम्म सुन्न सक्नुहुन्छ, जसमा समसामयिक किसिमका घटनाहरू, राजनैतिक गतिविधिहरू, महिला, बालबालिका, पिछडिएका वर्गहरू एवं ग्रामीण क्षेत्रका सवालहरूलाई समावेश गर्दछु। समाजको विकृति, अन्धविश्वास, नकारात्मक सोच र चिन्तनलाई हटाई सामाजिक चेतनामा सुधार गर्दै विकासको उच्च स्थानमा नेपाल र नेपाली समाजलाई पुर्याउने हाम्रो उद्देश्य रहेको छ। त्यसै गरी यस कार्यक्रममा तपाईको घर दैलो टोल समाजमा नै आएर पनि तपाईका समस्याहरू एवं तपाईले गर्नुभएका उदाहरणीय कार्यहरूलाई रिपोर्ट गरी कार्यक्रममा प्रस्तुत पनि गर्ने गर्दछु, जसको निम्ति अन्त्यमा सम्पर्क नम्बर दिनेछु। विषय वस्तुमा जानु अघि यो सुमधुर स्वदेशगान तपाईहरुलाई सुनाउँदछु। रेडियो लोकतन्त्र सुन्दै गर्नुहोला।
यो सुमधुर स्वदेशगानपछि पुनः तपाईहरूलाई कार्यक्रममा स्वागत छ। यो लोकको रेडियो लोककै आवाज रेडियो लोकतन्त्र 89.4 मेगाहर्जमा कार्यक्रम आजको नेपाल। कार्यक्रम प्रस्तुता म गजेन्द्र गुरुङ अनि प्रविधिमा हुनुहुन्छ जीवन रोक्काजी। र आज हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ समाज सुधारको अभियानमा अगाडि बढी रहनुभएका युवा सुमन परियाजी। सुमनजी, तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ। धन्यवाद। के छ तपाईँको सन्चो बिसन्चो होइन, दिनहरू कसरी बिताइरहनु भएको छ? एकदमै आराम छु। दिनहरू यस्तै सामाजिक कार्यहरू, साना साना सामाजिक कार्यहरू गरेर बिताइरहेको छु। तपाईँले विगत केही महिना यता आफ्नो प्रशंसा टोलमा सरसफाई कार्यक्रम चाहिँ सञ्चालन गरिरहनु भएको छ। हजुर, यसको बारेमा केही जानकारी दिनुहुन्छ है? हामीले कस्तो भयो भने हाम्रो टोल एकदमै फोहोर देखाएका थियौँ होइन। त्यसपछि हाम्रा अग्रजहरूले हाम्रो टोल सरसफाई गर्नु भएन। त्यसपछि हामी युवाहरूले अहिले नगरे कहिले गर्ने, अब पनि नगरे कहिले गर्ने भनेर 2-4जनाको समूहहरू बनाएर हामीले हाम्रो टोल सरसफाई गऱ्यौँ। त्यसपछि हामीले लगातार 2 हप्ता टोल सरसफाई गऱ्यौँ होइन। त्यसपछिको प्रत्येक शनिबार होइन, त्यसपछि हामीले केही न केही कार्यक्रम राख्यौँ। त्यसपछि तेस्रो शनिबारमा हामीले रक्तदान कार्यक्रम राख्यौँ होइन। त्यसपछि फेरि अर्को शनिबार यस्तै सरसफाई कार्यक्रम राख्यौँ। यसरी नै अगाडि बढिरहेछौँ हामी। कस्तो छ स्थानीय बासिन्दाहरूको चाहिँ प्रतिक्रिया एवं होइन, उहाँहरूले चाहिँ कसरी चाहिँ साथ र सहयोग चाहिँ तपाईँलाई दिइरहनु भएको छ? स्थानीयवासीहरूले कसरी सहयोग गरिरहनु भएको छ भने हामीलाई हाम्रो कार्यक्रममा आएर सहयोग गरिदिनु भएको छ। हामीले गर्ने सरसफाइमा प्रत्येक घरबाट बालबालिकादेखि बुढी आमा आएर हाम्रो सरसफाइ अभियानमा आएर सहयोग गर्नुभएको छ। धादिङ बेसीका थुप्रै तपाईँ जस्ता युवाहरू होइन कुलोतमा चाहिँ फसिरहेका छन् होइन, अनि तपाईँको चाहिँ हल्लिएर चाहिँ त्यसै समयलाई चाहिँ बिताइरहेका छन्। यस्तो माहौलमा तपाईँलाई चाहिँ कसरी टोल सफा गर्ने जोस जाँगर चाहिँ जन्मेर आयो? अब मैले तपाईँलाई सुरुमा पनि भने हामीले हाम्रो टोल एकदमै फोहोर देखाएका थियौँ होइन। त्यसपछि अघि पनि मैले तपाईँलाई भने होइन, कम्तीमा पनि हामीले गरेका साना साना कामले होइन ठुला परिवर्तन हुन सक्छ भने हामीले किन नगर्ने भनेर हामीले हाम्रो टोलका भाइहरूसँग मिलेर यसरी काम गरिरहेको। टोल सफाइको अलावा तपाईँले चाहिँ होइन रक्तदान जीवनदान भन्ने अभियानको साथमा टोलमा चाहिँ रक्तदान कार्यक्रम पनि राख्नुभयो। यो राख्नुको उद्देश्य चाहिँ के हो नि? अब कस्तो थियो भने अहिले हामीलाई जानकारी छ ब्लड ब्याङ्कमा ब्लड सर्टेज छ होइन। समयमा ब्लड नपाउँदाखेरि अकालमा मान्छेको मृत्यु हुनसक्छ होइन। रक्तदान भनेको एउटा जीवनदान हो होइन। हामीले गरेका रक्तदानले कसैको जीवन बाँच्न सक्छ भने हामीले रक्तदान किन नगर्ने भनेर हामीले गरेका हौँ। रक्तदान कार्यक्रममा चाहिँ कति व्यक्तिहरू चाहिँ सक्रिय भयो? त्यसमा हाम्रो 20जनाको सहभागिता भएको थियो। हजुर, जसमा 4जना लेडिज र अरू सबै पुरुष। सरसफाइ कार्यक्रम रक्तदान कार्यक्रम इत्यादि सञ्चालन गर्दै गर्दा तपाईँले चाहिँ कस्ता खाले समस्याहरू होइन चुनौतीहरू चाहिँ भोग्नुभयो? अनि सबै कुराको व्यवस्थापन गर्नको निम्ति त अब पक्कै पनि पैसाको त त्यहाँ आवश्यक पर्यो होला होइन। त्यो पैसाहरू चाहिँ कसरी चाहिँ तपाईँले जुटाउनु भयो त?
यसरी हामीलाई के गाह्रो भएको अवस्था थियो सुरुका दिनहरूमा हामीले सरसफाइ गरिरहँदाखेरि हामीलाई अग्रजहरूले सहयोग गर्नु भएको थिएन। त्यसपछि हामीले कार्यक्रम गर्दै गयौँ, त्यसपछि अग्रजहरूले पनि त्यहाँ साथ दिनुभयो। त्यसपछि तेस्रो हप्तामा हामीले रक्तदान राख्यौँ, जसमा आर्थिक अलिकति हामीलाई चाहिने भयो होइन। हामीले हाम्रा टोलका अग्रजहरूसँग केही सहयोग लिएर होइन त्यसरी हामीले कार्यक्रम सफल पार्यौँ। यी सम्पूर्ण कार्यहरू सञ्चालन गर्न तपाईँलाई प्रेरणा कसरी मिल्यो होइन? कोही कसैले सल्लाह सुझावहरू दिएको हो कि आफै केही गर्नुपर्छ भनेर हो? यस्तो थियो, अब आफूलाई सानैदेखि इन्ट्रेस्ट थियो होइन। हामीले कम्तीमा पनि हामी यही ठाउँमा जन्मिन्छौँ, यही ठाउँमा हुर्किन्छौँ होइन। हामी धेरै कामहरू यही समाजमा गर्छौँ होइन। हामीले यति धेरै समाजलाई युटिलाइज गरिरहेको हुन्छौँ, तर हामीले चाहिँ के गरेका छौँ त समाजको निम्ति भन्ने खालको फिलिङ आइरहन्थ्यो होइन। त्यसपछि मैले 2-4जना भाइहरूको समूह बनाएर केही साना साना काम भनेर पनि गरौँ भनेर लागेको। त्यसपछि यसमा मलाई मेरा अग्रजहरूले पनि प्रेरणा दिनुभएको छ होइन। मेरा अत्यन्त मिल्ने साथीहरूले पनि मलाई प्रेरणा दिनुभएको छ। अग्रज भन्नाले चाहिँ? अग्रज भन्नाले अब हाम्रो टोलमा बसोबास गर्नुहुने आदरणीय दाजुहरू होइन, अनि त्यसपछि हाम्रो टोलमा बस्नुहुने शिक्षकहरूले होइन मलाई प्रेरणा दिनुभएको छ, हौसला दिनुभएको छ। प्रत्येक कार्यक्रममा आएर मलाई हौसला प्रदान गरिदिनु भएको छ। त्यसरी अगाडि बढिरहेको अवस्था छ। वास्तवमै तपाईँले सञ्चालन गरिरहनु भएको अभियान सफलताको साथ चाहिँ सञ्चालन भइरहेको छ होइन। यसको निम्ति के कस्ता कुराहरूमा ध्यान पुर्याउनु पर्दो रहेछ? यो खालको चाहिँ एउटा सफलतालाई चाहिँ होइन प्राप्त गर्नको निम्ति चाहिँ? अब सफलता भन्दा नि सफल भइसकेको त छैनौँ होइन। सानो केही साना साना काम चाहिँ गरिरहेको अवस्था हो। अनि अब समस्याहरू धेरै आउँदा रहेछन् होइन, जुन फेस गर्दै आजको दिनसम्म आइपुगेका छौँ। अहिलेको वर्तमान परिस्थितिमा होइन छिमेकी बीच होइन, व्यक्ति बीच होइन, परिवार बीच चाहिँ अहिले चाहिँ एक खालको चाहिँ होडकार तोड होइन प्रतिस्पर्धा द्वन्द्व चाहिँ हाम्रो टोल समाजमा चाहिँ चलिरहेको छ होइन। कि साँच्चै तपाईँको यो अभियानले टोलमा चाहिँ मेलमिलाप होइन, भातृत्व र सहयोगी भावनाको विकास पनि यसले गरेको छ होला? एकदमै गरेको छ। हामीले त्यो देख्न सक्छौँ होइन। कम्तीमा पनि एउटा युनिटी हाम्रो अभियानले, हाम्रो सरसफाइ अभियानले, हामीले गरेका रक्तदानले एउटा एक खालको युनिटी अहिले हाम्रो समाजमा हामीले देख्न सक्छौँ। तपाईँको विचारमा किन टोलका मान्छेहरू चाहिँ होइन छिमेकीहरू चाहिँ आपसमा मिलेर बस्दैनन् होला? अब कस्तो छ भने अब एउटा कुरा के छ भने जनचेतनाको एउटा कमी छ होइन। अब हाम्रो टोलमा बस्नुहुने कतिपय महिलाहरूलाई होइन हामी एउटा सामाजिक प्राणी हौ होइन, हामी समाजमा मिलेर बस्नुपर्छ भन्ने कुराहरूको अलिकति कम ज्ञान भएको कारणले पनि त्यस्तो हुनसक्छ कतिपय समाजमा। हजुर, अब एकैछिन चाहिँ अहिले पालो भएको चाहिँ एउटा सुमधुर स्वदेश गानको होइन। यसपछिबाट फेरि हामी चाहिँ यो कुराकानी चाहिँ निरन्तरता दिनेछौँ। एकैछिन सुनौ यो सुमधुर स्वदेश गान। मरे पनि मेरो देश बाँचिराखो, मरे पनि मेरो देश बाँचिराखो। हिमालको टाकुरामा नेपाली पाखुरामा चन्द्र र सूर्य अंकित झण्डा फरफर नाचिराखो। मरे पनि मेरो देश बाँचिराखो। जय जन्मभूमि, जय पुण्यभूमि, जय वीरभूमि नेपाल। जय जन्मभूमि, जय पुण्यभूमि, जय वीरभूमि नेपाल।
मेरै रगतको रंग डाली डालीमा झुल्दछ मेरै मनको तरंग मेरा सारा अस्तित्व यही धरतीमा मिलेको छ कदापि मर्दैन चाहे कसैले मुटु नै चुडी लगोस् म मरे पनि मेरो देश बाँचिराखो म मरे पनि मेरो देश बाँचिराखो यो सुमधुर स्वदेशगानपछि पुनः तपाईहरुलाई कार्यक्रममा स्वागत छ। यो हो लोकको रेडियो लोकके आवाज रेडियो लोकतन्त्र 89.4 मेगाहर्जमा कार्यक्रम आजको नेपाल। कार्यक्रम प्रस्तुता म गजेन्द्र गुरुङ र प्रविधिमा हुनुहुन्छ जीवन रोक्काजी। अनि हामीसँग हुनुहुन्छ एकजना अतिथि जो समाज सुधारको अभियानमा लाग्नु भएका युवा सुमन परियारजी। तपाईलाई फेरि कार्यक्रममा स्वागत छ। फेरि पनि धन्यवाद। किन अहिले धेरै जस्ता युवाहरू चाहिँ गलत बाटोमा लागिरहेका छन् के लाग्छ तपाईलाई? अब यसमा कस्तो लाग्छ भने एउटा उनीहरूमा चेतनाको अभाव लाग्छ हैन। म पनि देख्छु कतिपय हाम्रा म जस्तै युवा साथीहरू हैन अलिकति गलत ट्र्याकमा म पनि देख्छु हैन। त्यसमा कस्तो छ भने एउटा सोसाइटी कुन ढंगले अगाडि बढिरहेको छ हैन, उसले कस्तो साथीभाइको संगत पाएको छ हैन, त्यसपछि उसको मेन त उसमा कस्तो खालको चेतना छ त्यसमा डिपेन्ड हुन्छ। उसको त्यो सोचाइले नै कतापट्टि हो। अनि उनीहरूलाई चाहिँ कसरी चाहिँ अब सही बाटोमा चाहिँ लगाउन सकिन्छ होला? अब मुख्यतया हामीले उनीहरूलाई चेतना दिन सक्नु पर्यो हैन, सही गलत बाटो हामीले देखाउन सक्नु पर्यो हैन। त्यसपछि मेन त सरकारले पनि यसमा केही भूमिका खेल्नुपर्छ। मुख्यतया भूमिका म त सरकारले नै खेल्नुपर्ने देख्छु। कसरी त सरकारले? अब अहिले धेरै युवाहरू जबलेसको अवस्थामा छन् हैन। भनिन्छ बेरोजगारी हुँदाखेरि युवाहरू धेरै बिग्रिन्छन्, फुर्सदिलो भयो भने युवाहरू धेरै बिग्रिन्छन्। त्यसैले कम्तीमा पनि प्रत्येक युवालाई एउटा सानै भए पनि रोजगारी दिएर बिजी बनाउन सकियो भने हैन, विभिन्न खालको ट्रेनिङहरू विभिन्न खालको जनचेतनाहरू हामीले दिन सक्यौं भने त्यस्ता युवाहरू हैन सुध्रिन सक्छन् र यस्तै सामाजिक कार्यहरूमा इन्भल्भ हुन सक्छन् भन्ने लाग्छ। भनिन्छ व्यक्ति व्यक्ति मिलेर चाहिँ समुदाय हैन, समुदाय मिलेर चाहिँ गाविस हैन, र गाविस मिलेर जिल्ला, र जिल्ला मिलेर चाहिँ सिङ्गो राष्ट्र नै विकास हुन्छ भन्ने चाहिँ भनिन्छ। तर पनि यो भनाइ चाहिँ हाम्रो नेपालको सन्दर्भमा चाहिँ एउटा भनाइमा मात्रै सीमित छ भने यो भनाइलाई चाहिँ वास्तवमै जुन तपाईले चाहिँ अहिले एक खालको अभियान चलाइराख्नु भएको छ यही ढंगले चाहिँ यदि चाहिँ हाम्रो देशमा चाहिँ लागू कसै चाहिँ गर्न सकिन्छ होला? अब कस्तो हो भने हामीले हाम्रो टोलमा सुरुवात गरेका छौं हैन, त्यस्तै सुरुवात अर्को टोलवासीले गर्नुभयो भने हैन, हाम्रो टोल हामीले सफा गर्छौं, उहाँले उहाँको टोल सफा गर्नुहुन्छ, त्यसपछि हामीले हाम्रो गाउँ बनाउँछौं, उहाँहरूले उहाँहरूको गाउँ बनाउनुहुन्छ, बिस्तारै त्यो गाउँ समाज बन्दै
गाउँ गाउँ बन्दै समाज बन्दै जान्छ होइन, त्यसपछि एउटा जिल्ला बन्न सक्छ, त्यसरी नै नेपाल बन्न सक्छ। अहिले तपाईँले कुनै सङ्घ संस्था क्लबहरू खोलेर चाहिँ आफ्नो अभियान सञ्चालन गरिरहनु भएको छ कि एक्लै चाहिँ अहिले सञ्चालन गरिरहनु भएको छ? हामीले समिति चाहिँ बनाएको छैनौँ होइन, कुनै पनि संस्थामा इन्भल्भ पनि छैनौँ होइन। अब चाँडै नै हामी सायद चाँडै नै एउटा समिति अथवा एउटा संस्थामा आबद्ध भएर अथवा एउटा संस्था खोलेर यस्तै सामाजिक कार्यहरू निरन्तर रूपमा हामी गर्दै जान्छौँ। फेरि पनि म चाहिँ यो सरसफाइकै प्रसङ्गलाई चाहिँ जोड्न चाहन्छु होइन। सरसफाइको त्यो अभियानको चाहिँ त्यो क्रममा त्यस्तो कुनै क्षण तपाईँ अहिले सम्झिनुहुन्छ जुन क्षण चाहिँ अलि रमाइलो लागेको छ? एकदमै त्यस्तो क्षणहरू धेरै छन् है। म तपाईँलाई एउटा भनौँ, हामीले सरसफाइ अभियान राखेका थियौँ होइन 7 बजेदेखि होइन, अनि पहिलो हप्तामा 7 बजेदेखि राखेका थियौँ। अनि त्यतिखेर साना साना भाइ बहिनीहरू 6 बजेदेखि टोल सफाइ गरिरहेको रहेछन्, अनि त्यसले मलाई एकदमै खुसी दियो क्या। भनेपछि तपाईँहरूभन्दा पनि चाँडो? एकदमै चाँडो। 7 बजे प्रोग्राम थियो, भाइ बहिनीहरू 6 बजेदेखि आएर नै सरसफाइ गरिरहेका थिए। त्यसपछि टोलमा हुनुभएका बुढी आमाहरूले होइन हातमा कुचो लिएर सरसफाइ गरिदिनु भएको छ होइन। हामी अत्यन्त खुसी छौँ अनि त्यो क्षणहरू एकदमै प्यारो लाग्छ। भनेपछि पक्कै पनि यो क्षण चाहिँ तपाईँको मनमुटुमा सधैँको निम्ति चाहिँ सम्झना योग्य छ? एकदमै एकदमै। भनेपछि यसको चाहिँ ठ्याक्कै उल्टो के हजुर, भने त्यस्तो कुनै क्षण छ जुन क्षणले चाहिँ तपाईँको चाहिँ मुटुमा घोचेको छ होइन, जुन क्षण चाहिँ एकदम दुःखको पीडाको यो अभियानकै क्रममा चाहिँ त्यस्तो कुनै क्षण छ? मुटुमै घोच्ने खालको क्षण चाहिँ अब त्यस्तो, किनकि समाजमा त धेरै खाले मान्छे हुन्छन्, कतिपय सकारात्मक दृष्टिकोण भएका मान्छे हुन्छन् भने कतिपय चाहिँ राम्रो कुराहरूलाई पनि नराम्रो बुझ्ने खाले त्यस्ता मान्छे हुन्छन्। त्यस्ता खाले कुनै घटनाहरू याद छ? त्यस्तो घटना चाहिँ तपाईँले सोधिहाल्नुभयो है। त्यस्तो मुटु नै छुने घटना चाहिँ केही पनि छैन, तर हामीले रक्तदान गर्ने दिनमा 1-2जनाले होइन अलिकति समाजमा सहयोग गर्नु चाहिँ भएको थिएन। हजुर, त्यस्तो खालको अवस्था नै थियो, तर मुटु नै छुने त्यस्तो खालको समस्या चाहिँ अहिलेसम्म आइपरेको छैन। भावी योजनाहरू चाहिँ के छन्? अब कसरी चाहिँ यो अभियानलाई चाहिँ अगाडि बढाउनुहुन्छ तपाईँ? अब हाम्रो भावी योजना भनेको हामी नीलकण्ठ उच्च माध्यमिक विद्यालयमा पढ्ने पूर्व विद्यार्थीहरू मिलेर होइन अब आउने शनिबार नीलकण्ठ उच्च माध्यमिक विद्यालयमा साथै नीलकण्ठ क्याम्पसमा वृक्षारोपण कार्यक्रम गर्दैछौँ यही शनिबार बिहान 7 बजेदेखि। त्यसपछिको हाम्रो अर्को कार्यक्रम के छ भने नीलकण्ठ उच्च माध्यमिक विद्यालयबाट पढ्नुभएका विद्यार्थीहरू है, आज कोही डाक्टर हुनुहुन्छ, कोही इन्जिनियर हुनुहुन्छ होला, कोही पाइलट हुनुहुन्छ होला होइन, यो सफलताको श्रेय केही न केही नीलकण्ठ उच्च माविलाई पनि जान्छ भन्ने लाग्छ होइन। त्यसैले नीलकण्ठ उच्च माविलाई हामीले सानै भए पनि केही गर्नुपर्छ, त्यो हाम्रो कर्तव्य हो भन्ने लाग्छ। त्यसैले हामीले नीलकण्ठ उच्च माविमा एउटा सुन्दर बगैँचा बनाउँदैछौँ होइन, जसमा आजसम्म केही पूर्व विद्यार्थीहरूसँग पैसा कलेक्ट गरेर होइन, जसमा आजसम्म 35,375 जम्मा भइसकेको छ होइन। अब चाँडै नै हामी नीलकण्ठ उच्च माध्यमिक विद्यालयमा एउटा प्रोग्राम गरेर त्यो पैसाहरू हस्तान्तरण गरेर एउटा सुन्दर बगैँचा बनाउँदैछौँ। अनि कस्तो खाले बगैँचा हो त त्यो? कस्तो खाले बगैँचा भन्दा पनि अब हामीले नीलकण्ठ उच्च माविलाई केही पूर्व विद्यार्थी भएको नाताले होइन, हामीले आज जति हामी शिक्षित छौँ होइन, हामीले कखरा सिकेको होइन, त्यस्तो विद्यालयलाई हामीले सानै भए पनि किन नहोस् एउटा नै केही न केही चाहिँ गर्नुपर्छ भनेर एउटा सुन्दर बगैँचा फुलबारी होइन, अत्यन्त सुन्दर एउटा फुलबारी बनाउने भनेर लागिरहेका छौँ होइन। अब हेर्दै जाउँ हामी कहाँसम्म सफल हुन सक्छौँ। सुमनजी, मेरो विचारमा चाहिँ अझ तपाईँले चाहिँ धादिङका अन्य युवाहरूलाई पनि संलग्न गरेर एउटा चाहिँ क्लब एवं संस्था जस्तो खोलेर अगाडि बढ्ने होइन, सम्पूर्ण युवाहरूलाई चाहिँ समाज रूपान्तरको चेतना जगाउने यस्तो गरेमा झनै प्रभावकारी हुन्थ्यो कि तपाईँको अभियान? एकदमै तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो होइन। हामीले पनि यसबारेमा सोचिरहेका छौँ होइन। एक्लै दुक्लै बढ्दाखेरि एकदमै धेरै समस्याहरू फेस गर्नुपर्ने रहेछ। जसरी टिमवर्क भयो भने होइन, टिमवर्क गर्दाखेरि अलिकति सजिलो हुने होइन, सबैले एक एउटा जिम्मेवारी लिनुहुन्छ होइन, सबैले आफ्नो ठाउँमा जिम्मेवारी भएर काम गर्नुहुन्छ, त्यसरी काम गर्दाखेरि अलिकति सजिलो हुन्छ भन्ने हामीलाई पनि लागिरहेको छ होइन। त्यसैले हामी चाँडै नै एउटा समिति अथवा एउटा संस्था अथवा एउटा क्लब खोलेर हामी यस्तै सामाजिक कार्यहरू अगाडि बढ्ने भनेर मेरो साथीहरूसँग नि सरसल्लाह भइरहेको छ होइन। त्यसैले हामी चाँडै नै एउटा संस्था अथवा एउटा क्लब खोलेर अगाडि बढ्छौँ होला।
अबलाई फेरि एउटा सुमधुर स्वदेशगानको पालो भएको छ। यो सुमधुर स्वदेशगानपछि पुनः हामी उपस्थित हुनेछौँ। रेडियो लोकतन्त्र सुन्दै गर्नुहोला। यो सुमधुर स्वदेशगानपछि पुनः तपाईहरूलाई कार्यक्रममा स्वागत छ। यो हो लोकको रेडियो, लोककै आवाज रेडियो लोकतन्त्र 89.4 मेगाहर्जमा कार्यक्रम आजको नेपाल। कार्यक्रम प्रस्तुता म गजेन्द्र गुरुङ र प्रविधिमा हुनुहुन्छ जीवन रोकाजी। अनि आज हामीसँग हुनुहुन्छ एकजना अतिथि जो समाज सुधारको अभियानमा लागिराख्नु भएका युवा सुमन परियारजी। हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगिसकेका छौं। सुमनजी, अन्त्यमा रेडियो सुनेर बसिरहनु भएका श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ? एकदमै भन्न चाहन्छु हैन। नीलकण्ठ उच्च माध्यमिक विद्यालय पढ्नुहुने विद्यार्थीहरूलाई विशेष भन्न चाहन्छु, किनभने मैले अघि पनि तपाईँलाई जोडेँ हैन। हामी नीलकण्ठ उच्च माध्यमिक विद्यालयमा एउटा सुन्दर बगैँचा बनाउँदैछौँ हैन। पूर्व विद्यार्थीहरूसँग केही रकमहरू सङ्कलन गरेर हैन। त्यसमा जति पनि अहिले सुनेर बसिरहनु भएका पूर्व विद्यार्थीहरूलाई म आग्रह गर्न चाहन्छु, हामीले हाम्रो स्कुललाई केही सानै भए पनि केही न केही गर्नुपर्छ भन्ने लाग्छ हैन। त्यसैले हामीलाई आर्थिक सहयोग गरेर हैन, आफूले सकेको हैन आर्थिक सहयोग गरेर हामीलाई नीलकण्ठ उच्च माध्यमिक विद्यालयमा बगैँचा बनाउनको लागि सहयोग गरिदिनु हुन म एकदमै आग्रह गर्न चाहन्छु।
हस् त तपाईँले आफ्नो व्यस्त समयको बावजुद पनि हाम्रो स्टुडियोसम्म आएर आफ्ना अमूल्य धारणाहरू राखिदिनु भयो, जसको निम्ति हार्दिक आभार प्रकट गर्न चाहन्छु। एकदमै धन्यवाद। तपाईँको यति धेरै सुन्दर कार्यक्रममा मलाई बोलाएर हाम्रो अभियानको बारेमा, मेरो बारेमा बोल्ने अवसर दिनुभयो। त्यस्तै श्रोताबिनहरूलाई हाम्रा कार्यक्रमको बारेमा, हाम्रो अब आउने कार्यक्रमहरूको बारेमा, अभियानको बारेमा जानकारी गराउने यो अवसरको लागि धेरै धन्यवाद। समयले नेटो काट्न लागिसकेको छ, त्यसैले यदि तपाईहरूसँग यस कार्यक्रमप्रति सल्लाह सुझाव एवं जिज्ञासाहरू छन् भने हाम्रो ठेगाना हो रेडियो कार्यक्रम आजको नेपाल, रेडियो लोकतन्त्र 89.4 मेगाहर्ज, नीलकण्ठ 5 सुगमटोल। साथै हाम्रो स्टुडियोको सम्पर्क नम्बर रहेको छ 010 520 271 मा सिधै सम्पर्क गर्न सक्नुहुन्छ। त्यसै गरी यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हाम्रो इमेल आइडी रहेको छ आजको नेपाल @yahoo.com र मेरो फेसबुक आइडी रहेको छ गजेन्द्र गुरुङ 74 @yahoo.com मा पनि आफ्ना सल्लाह सुझाव एवं प्रतिक्रियाहरू दिन सक्नुहुन्छ। यतिन्जेल कार्यक्रम सुनेर हामीलाई साथ दिनुभयो, त्यसैले तपाईहरू सम्पूर्णलाई हार्दिक आभार प्रकट गर्दछु। साथै सहकर्मी जीवन रोकाजीलाई पनि विशेष धन्यवाद। त्यसैगरी आजका हाम्रो कार्यक्रमका अतिथि सुबन परिवारजीलाई पनि धेरै धेरै हार्दिक आभार प्रकट गर्दछु। अर्को साता पनि यस्तै किसिमको विषयवस्तुको साथमा उपस्थित हुनेछु। स्वस्थ हुनुस्, व्यस्त बन्नुस्, खुसी रहनुस् अनि मातृभूमिप्रति सदा चिन्तन गरिरहनुहोला। हस्त धन्यवाद। हामी गर्व गर्छौं, देशको लागि मर्छौं। हामी गर्व गर्छौं, देशको लागि मर्छौं। नेपाल हो हाम्रो, नेपाली हौ हामी। नेपाल हो हाम्रो, नेपाली हौ हामी। हिमाल पहाड तराई देशका अङ्ग रमणीय छन् जस्तै इन्द्रेणीका रङ्ग। हिमाल पहाड तराई देशका अङ्ग रमणीय छन् जस्तै इन्द्रेणीका रङ्ग। रारा फेवा सागर माथा संसारभरकोमा चन्द्र सूर्य झण्डा हाम्रो वीरहरूको साथ। रारा फेवा सागर माथा संसारभरको मान, चन्द्र सूर्य झण्डा हाम्रो वीरहरूको शान। वीरहरूको शान। हामी गर्व गर्छौं, देशको लागि मर्छौं। नेपाल हो हाम्रो, नेपाली हौ हामी। नेपाल हो हाम्रो, नेपाली हौ हामी। सीता अनि गौतम बुद्ध यही देशका तारा। अरनीको भिकुटीले नाम राखे सारा।